राउन्ड अफ 32 बाट सिधै घर जर्मनी जापान। यिनीलाई के भूतले छलेको छ र? जापान त कम्पिटेटिभ खेलेकै थियो तर जर्मनीबाट चाहिँ यो आश चाहिँ थिएन है। यहाँ देख्न सक्नुहुन्छ 1-1 तिर नर्मली ड्र भइहाल्छ, म्याच अनप्रेडिक्टेबल हुन्छ नै। बट के हेभर्ट्स के गरेको मेन स्ट्राइकर ठिकै छ, यसले मिस्टेक गर्यो, वोल्ट मेडले नि मिस्टेक हान्दिने। जोनाथन त साला गइस बाबु, तैले गर्दा हारेको भन्छु म चाहिँ। सिधै माथि हान्दैछ के, पोस्टमा पनि होइन, सिधै माथि हान्दैछ फ्यान्सतिर। के गर्नु खोजेको बाबु जोनाथन त? यसलाई भएन, यसलाई चाहिँ निकाल्नु पर्ने हुन्छ। घानाको लामा, घानाको तान्त्रिक पनि ढुङ्गी निक्लियो। ब्राजिलले हार्छ भन्दै थियो, खै त कश्मीरले हानिदिएको छ येलो कार्ड पाएर पनि। गार्बिन मार्टिनेली सब्स्टिट्युटमा आएर गोल छिराइदिएको छ लास्ट मिनटमा के, स्टपेज टाइममा। खै के भयो जापान? किन यस्तो? झन् एसियन कन्ट्रीलाई सपोर्ट गरौँ भनेको त उता ब्राजिल पर गयो, दुइटै छिमेकी राष्ट्रले लग्यो त, राउन्ड अफ 16 तिर गयो त। के गर्न सकियो र? ठिकै छ, गेम इज अलवेज अनप्रेडिक्टेबल भन्ने सबैलाई थाहा छँदैछ। मलाई फलो लाइक गर्न नबिर्सिनु होला अनि स्टे ट्युन है त।